बेलाल दाइको भाउजू चाहियो। बेलाल दाइ भाउजू चाहियो। भाउजू चाहियो। दिन मेरो छ एउटा च्यानल स्क्रिप्ट सफल ओयो बुटोल चाहिएको छ तपाईलाई कसले नचिन्ला र हो अनि सबैलाई वेलकम नमस्कार सबैजना वेलकम। आज चाहिँ अनि म्याराथन हुँदैछ स्केटको फर्स्ट इनलाइन स्केट म्याराथन इन नेपाल फर्स्ट टाइम त्यसमा म पार्टिसिपेट हुँदैछु भइसके पनि अनि अब आज स्याटरडे डिसेम्बर कति हो थाहा छैन आज स्याटरडे 7:30 बजे सुन्दरजल बस पार्कदेखि 7 किलोमिटर अथवा 4 किलोमिटरको रेस हुँदैछ धेरै राम्रो हुँदैछ। त्यसको सानो सर्ट एन्ड स्विट भ्लग बनाउँदैछु म चाहिँ अहिले घरमा छु। अब म खाजासाजा खान्छु रेडी हुन्छु किनकि 6:30 हुन लागिसक्यो। खाजा खाएर रेडी भएर जुत्ता टक्क लाएर सुन्दरजल बस पार्क अथवा द स्केटल्यान्ड पुगेपछि ओला बेबी द स्केटल्यान्ड पुगेपछि फेरि कन्टिन्यू गर्छु। धेरै ठुल्ठुला स्केटरहरू छन् हैन सबैजनालाई एकजनालाई क्यामेरा छेउमा लाँदै देखाउँछु। तबसम्मको लागि टाटा। हेलो जाडो बढ्यो पुगिसकेको द स्केटल्यान्ड हामीसँग हुनुहुन्छ सी ऱ्याबिट उहाँ तपाईँको परिचय दिनुहोस्। छैन इधर अर्को छ को तिमी को हौ तिमी उहाँको लुबी दाइ हेलो दाइ हेलो दाइ यता अर्को दाइ हुनुहुन्छ फेमस है तपाईँ बेलाल दाइ बेलाल दाइ फेमस हुनुहुन्छ। बेलाल दाइको भाउजू चाहियो। बेलाल दाइ भाउजू चाहियो। भाउजू चाहियो। बेलाल दाइ आज त बेलाल दाइको बिहा गरेर नै जाने त्यही भएर रामहरू उता बसिरहेछन् केटा रामहरू उता बसिरहेछन् होइन जानुपर्छ स्केटर राम भेट्न जाने हो स्केटर राम भेट्न जाने हो। यहाँ मुमिन स्केटको जाडो भाइ छैन दादा तपाईँलाई त क्यामेरा पनि यस्तो गर्नुपर्ने रहेछ। स्पाइडर कस्तो भइरहेछ निमिषा कस्तो यता राम्रो आयो यता राम्रो आयो अब भन 9 बज्नु आँटिसक्यो। एकदम अल्छी लागिरहेछ म 5:30 बजे उठेको अझ 6 बजे आउनुपर्छ भनेर 9 बजे स्टार्टै भएको छैन। स्पाइडर के भन्छ भन् यहाँ न म भन्दैछु दिदीको पछाडि ल्याबमा चढे भन्नु आउँछ। हाँसुटिरहेको कि म त के भन्दै जान्छु पारा वाट्स योर पारा ऊ पर सबै ठुला छन् के बोल्दैछन् थाहा छैन। स्केटल्यान्ड पढ्छ फेरि नेक्स्ट भ्लगमा भेटौँला नेक्स्ट एपिसोड
कट हाल्दै हाल्छु म कट हाल्दै टाढा के भइरहेछ केही पनि थाहा छैन थाहा छ त थाहा छैन यहाँ के भइरहेछ थाहा छैन के भएको यहाँ खुट्टा मात्रै छ के भएको मान्छेको अनुहार राम्रो नभएर खुट्टाको खोइ खुट्टा कस्तो छ वाउ यता वाउ 10 बज्न आँटिसक्यो यार स्टार्टै हुँदैन 6 बजे आएको अहिलेसम्म स्टार्ट हुँदैन के भन्नु चाहनुहुन्छ 7:30 बजे आऊ भनेर 10 बज्न आँटिसक्यो नेपाली टाइम हो हाम्रो 7 बजे बोलाएर अहिले कति बज्यो 10 बज्न आँटिसक्यो भोक लागेर पेटमा चारवटा मुसा दक्रिसक्यो यस्तो के गइथे यस्तो गरेर अलिकति माथि गर्ने हो के बल्ल देख्छ नि यसरी ब्लगरले मलाई सानो ब्लगरलाई सिकाइराख्नु भएको छ है त भन यसरी गर्नुपर्छ अरे लगेर सबजनाले सब्स्क्राइब हान्दिनु पर्यो युट्युब च्यानलको नाम के छ दावा शेर्पा हैन लगेर सबजनाले लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु पर्यो हैन नगरिदिनु भएको छ गरिदिनु अनि मेरो जुन छ एउटा युट्युब च्यानल स्केट सफल ओए फ्रम बुटोल चाहिएको छ तपाईलाई कसले नचिन्ला र हो अनि चिने छैन अहिले भन्नु मलाई चिन्दैन तपाईलाई चिन्छ नि मलाई चिन्दिन आएको सबैलाई चिन्छ मलाई भने नचिन्ने हो मलाई चिन्दिन को है सबैलाई चिन्छ सफल हो के हैन ना अलराउन्डर हो खेली मान्छेको तरिका त्यस्तो हुन्छ हेर त्यहाँ खोइ कहाँ छ तिमीहरू हेर यसले फर्स्टको छाड्के अनि छाडकाट ल्याख सबै ए आपुई ताली फर्स्ट बेलाल दा सेकेन्ड एक फाइबडी देखाइदिनु सब चुप्ता ल कसको मान्छे परेको फाइबडी हान्छ सबैले हाय फेरि एकछिनमा भेट्छु बाय बाय One, two, three. बिस्तारै बिस्तारै नलडाऊ है ल भन अब तपाईँ जानु रेस सिद्धियो होइन अनि रेस सिद्धियो कम्पिटिसनमा भाग्यो खासै राम्रो भयो रमाइलो भयो होइन तर लोड थाकेपछि चाहिँ लोड थाकेर भिडियो बनाउने एन्डिङै गर्नु पाएन त्यो भएर अहिले चाहिँ म बाहिर आइसकेँ होइन त्यही भएर यहीँ एन्ड हुन्छ समाप्त हुन्छ प्राइज चाहिँ केही पनि पाएन सबैको सपोर्टको लागि जो विस गरेको थियो सबैलाई थ्याङ्क यू भेरी मच होइन यहाँ केटाहरू